सबैलाई जय मसीह। आशा यानी होपमा आधारित एउटा छोटो वचन हामी सुन्नेछौँ। बाइबलमा रोमीको पुस्तक 5 अध्यायको 5 पदले यसरी भन्दछ, आशाले हामीलाई निराशा गराउँदैन। आजको संसार निराशा, डर र अनिश्चितताले भरिएको छ। मानिसहरू भविष्यप्रति डराउँछन्, तर परमेश्वरको वचनले हामीलाई फरक दृष्टिकोण दिन्छ। हाम्रो आशा परिस्थिति वा मानिसहरूमा होइन, तर जीवित परमेश्वरमा आधारित छ। यर्मियाको पुस्तक 29 अध्यायको 11 पदमा परमेश्वरले भन्नुहुन्छ, उहाँका योजना हाम्रा लागि आशा र भविष्य दिनलाई हुन्। जब जीवन कठिन हुन्छ हामी सोच्न सक्छौँ अब सबै सकियो, तर परमेश्वर कहिल्यै ढिलो हुनुहुन्न। यसु ख्रीष्टमा हामीले पापमाथि विजय, मृत्युमाथि जित र अनन्त जीवनको आशा पाएका छौँ। त्यसैले विश्वास गर्नेहरूको जीवन अँध्यारोमा पनि उज्यालोले भरिएको हुन्छ। परमेश्वरमा राखिएको आशा कहिल्यै खेर जाँदैन।